हेलो नमस्कार यहाँहरू सम्पूर्णमा। आज म एकछिन घुम्न निस्केको छु बाहिर। कामको चटारोले गर्दा मन हुँदाहुँदै पनि मनलाई मार्नुपर्ने बाध्यता छ मेरो। यही अवसरलाई सदुपयोग गरेर तपाईँको निम्ति एउटा भिडियो चाहिँ बनाएको छु मैले। घाम डुबिसकेको छ, क्षितिज पारी हल्का पहेँलो देख्न सक्नुहुन्छ। यो ठाउँ हो ललितपुर जिल्लाको बिसङ्खु नारायण मन्दिरको आसपास। म पनि यहाँ पहिलोचोटि घुम्न आएको हुनाले अलिकति गाह्रो चाहिँ भयो। खास बिसङ्खु नारायण मन्दिर र मुक्तिनाथ मन्दिर घुम्न भनेर नै घरबाट चाहिँ निस्केको हो, तर बाटो नचिनेर अलमलमा परियो। रात परिगयो र गन्तव्यसम्म पुग्न सकिएन। यहाँदेखि तलतिर हेर्दाखेरि चाहिँ साह्रै रमाइलो फाँट देखिन्छ। यो चाहिँ गोदावरी आसपासको यो पार्लेछाप मानडाँडा के आसपासको फाँट हो यो। यहीँ देखिने फाँटमा मेरो पनि फर्म छ। फर्ममा काम गर्दा गर्दै कहिले कहिले थकित हुन्छ, त्यही भएर माइन्ड फ्रेस गर्नको लागि घुम्न मन लाग्छ र म यहाँ घुम्न आएको छु। आज मङ्सिर 5 गते हो। एनपिएल सिजन 2 को खेलहरू पनि सञ्चालन भइरहेको छ। तपाईँले पर यो बत्ती देख्न सक्नुहुन्छ। यहाँ अहिले एनपिएल सिजन 2 को खेलहरू सञ्चालन भइरहेको छ। मलाई लाग्छ अहिले आज 5 गते भएको हुनाले आज यति बेला पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सको गेम भइरहेको होला। म जान नपाए पनि सम्झिरहेको छु। तपाईँहरू बस्ने ठाउँमा अहिले चिसो कतिको बढिरहेको छ? यो ठाउँमा चाहिँ अत्यन्तै चिसो बढिरहेको छ। यो चिसोले गर्दाखेरि मोबाइलहरू पनि हातमा समाउनै नसक्ने अवस्थाको महसुस मैले चाहिँ गरेँ। अब यो ठाउँमा अलिक पहिलोचोटि आएर पनि हुनसक्छ। आज म यो बिसङ्खु नारायण मन्दिरको ढोकाको छेउमै आएर पनि म त्यहाँ प्रवेश गर्न सकिनँ। यो रात परेको कारणले गर्दाखेरि यो अहिले यो बत्तीहरू देखेँ आसपासमै रहेछ।